सो गाइस सबैलाई नमस्ते। हिजो हामीले प्लाईको झ्याल बनाउँदै थियौँ। आज झ्याल बनाएर पनि हाम्रो टाङ्ने काम समाप्त भइसक्यो। यस्तो देखिन्छ। यहाँ अलिकति अप्ठ्यारो भएर अलि देखाउन अलि सजिलै मिलेको छैन मलाई। प्लाईको झ्याल अलि फिट गरिदिइसक्दाखेरि यस्तो देखिएको छ। एउटा यो प्लाईमा हामीले एउटा यो बनायौँ। प्लाईबोर्डबाट निर्मित झ्यालको पल्ला वाटरप्रुफ प्लाईबाट बनाएका हौँ। यसमा कलर रङरोपन गरेको छैन। रङरोपन पछि गर्नुहुन्छ होला यहाँ साउजीले। गरिसकेपछि अझै राम्रो देखिएला। यस्तो किसिमको हुन्छ। यदि तपाईँहरू पनि घरमा यस्तो खालको प्लाईको ढोकाहरू जाली ढोका बनाउँदा पनि हुन्छ, सिसा पल्ला बनाउँदा पनि राम्रो हुन्छ, बलियो हुन्छ। तपाईँहरूलाई अब बनाउनु परेमा स्क्रिनमा दिएको नम्बरमा सम्पर्क गर्नुहोला। हस् त, धन्यवाद।